वर्षपछि हामी श्रम संस्कृति पार्टीलाई कुन साइजमा देख्न पाउँछौँ? श्रम संस्कृति पार्टी अबको तपाईँको चाहिँ 5 वर्षमा निर्णायक सरकार बन्नको निम्ति र निर्णायक तपाईँको चाहिँ देशको बहुमत ल्याउने गरी हामी देख्न पाउँछौँ। मजाले हाम्रो प्रयत्न हुन्छ, सङ्घर्ष हुन्छ, हामी त्यसरी काम गर्छौँ। थ्याङ्क यू। तपाईहरुले आफ्नै इच्छाअनुसार चलाउने भने 84 मा तपाईको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आजको बैठक स्थगित भएको जानकारी गराउनु। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। नत्र भने मान्य सदस्यहरू, एकछिन शान्त रहिदिनुहोस्, केही कुरा सुनिदिनुहोस्, त्यसपछि म तपाईहरुलाई आफ्नो इच्छाअनुसार चलाउनु। कुरा गरेको छ हैन, तपाईको छैन के रे 4 नम्बर उहाँले दिनु भएकै छ, फोन गर्नुस् न त। फोन गरेर के हुन्छ? फोन गरेर के हुन्छ? मैले यत्रो आम तपाईसँग मोबाइल तपाई फेरि कुरा बुझ्नु भएन। तपाईलाई फोन गरेको मेसेजमा लेखेको सार्वजनिक तपाईको छैन हो कि यत्रो टिभीबाट भनेको कुरा सार्वजनिक हो? टेलिभिजनमा जनता जान्न चाहन्छ भने सुन्नु न, यहीबाट मैले भनिरहेको छु त, तपाई यहीबाट भनिरहेको छु त, मेसेजमा हेरेको कुरा त प्राइभेटमा बोलेको कुरा ठुलो कुरा हुन्छ? फोन लगाएर लाउड स्पिकर लाउनुस् न, प्रधानमन्त्रीले के भन्नुहुन्छ? हर्क साम्पाङ यो देशको प्रधानमन्त्री भएको दिन, त्यो दिन आउला नआउला त्यो फाल्टो कुरा हो। विदेशी ऋण लिँदैन, मसँग त्यो भिजन छ, त्यसै आछु म यो लाइनमा। नचाहिने कुरा गरेको छ हैन, तपाई दिएन भने तपाईको पार्टी पनि चल्दैन, आफै उद्यमी छैन हर्क साम्पाङ, तपाईको घर कसरी चल्छ भन्ने कुरा आइछ के सर? त्यस्तो साह्रो कमजोर पनि नसम्झनु न। क्वेसन सोध्ने पनि दाइ त्यस्तै के, त्यति कमजोर पनि नसोच्नुहोस् क्या हर्क दाइलाई। हर्क दाइको त क्युआर सिस्टम छ, फेसबुक मोनिटाइज छ, लाइभ बस्नुहुन्छ, टिकटक मोनिटाइज छ, लाइभ बस्नुहुन्छ, भिडियो अपलोड गरेको गरे, स्ट्याटस अपलोड गरेको गरे, डलर आइरहेको छ लाइभबाट, भिडियोबाट मोनिटाइज भएको छ, डलर आइरहेको छ। दाइको क्युआर सिस्टमबाट पनि पैसा आइरहेको छ, अनि पाउन्ड पनि झरिरहेको छ। थाहा नि तपाईँलाई? यदि चन्दा दिएन भने तपाईको दिनभरि राम्रो भाषण गर्छौं, रातभरि रक्तचन्दनको चाहिँ तस्करी गर्छौं भनेर उहाँले आफैले भन्नुभयो। हामी माओवादी त त्यस्तो हो भन्नुभयो उहाँले, आफैले भने हो हैन। अनि त्यो पार्टीमा भइन्जेलसम्म चाहिँ उहाँले हैन त्यो पार्टीको बारेमा ढाकछोप गर्नुभयो हैन। त्यो पार्टीले सुन तस्करी गरेको के गरेको कुराहरु पनि आयो नि त मिडियामा। त्यतिन्जेल चाहिँ केही बोल्नु भएन। अनि जब चाहिँ नि अब प्रचण्डसँग उहाँको कुरा मिलेन, उहाँ अर्को पार्टी के खोल्ने भयो, त्यहाँदेखि चाहिँ दिनभरि राम्रो भाषण गरे, रातभरि रक्तचन्दन के रे तपाईको तस्करी गर्ने त माओवादी नै थिए भन्नुभयो। उहाँ माओवादीको मान्छे हो कि हैन भन्नु न? त्यस्ता नाठे यार भनेको कुरा कहाँ छ? देखाउनु त, हेरौँ। हैन भन्नु भएको छ तपाईले, हेरौँ। तपाईले भन्नु भएको छ, देखाउनु न, हेरौँ न। स्टेटसमा जे पायो त्यही तपाईको चाहिँ के रे सरकारले ल्यायो, जे पायो त्यही पास गर्दै बस्नु हुँदैन भनेर भनेको क्या। यार त भनिन्छ नि त, के छ र? राष्ट्रपतिलाई यो देशको राष्ट्रपति यार हो भनेको छु र मैले? कस्तो खालको रहेछ यार भने त्यो त गाँठे यार यस्तो त भइरहन्छ नि। अब सांसदलाई माननीय सम्माननीय सांसद भन्न हुने, सम्मान खोज्ने हैन, संसदभित्र त्यो। अब राष्ट्रपतिलाई यार भन्ने संसदभित्र तपाईले बहिनी भन्दाखेरि पनि आपत्ति जनाउनु भएको थियो। संसदभित्र संसदको रोस्टमबाट बहिनी भन्ने मिल्छ? अनि बाहिरबाट चाहिँ भन्दैन हुने त्यसो? सुन्नु न, संसदको रोस्टमबाट बाहिर के रे तपाईको छैन बहिनी भन्न मिल्छ त? बहिनी बाजे भन्न मिल्छ? अनि बाहिर चाहिँ फेरि तपाईहरुले कुरा बुझ्नु भएन। संसदभित्र बसेर यार हैन, बहिनी बाजे केही पनि भन्न पाइँदैन। कुरा बुझ्नुभयो नि? त्यो चिज हो संसदभित्र बसेर। हुन्छ भने चाहिँ सरकारले जे पठाउँछ त्यही पास गर्दै बस्छ। तपाईले धेरै पनि लेख्नुहुन्छ अरे स्ट्याटस? त्यो त लेख्नुपर्छ, किनभने यस्तो छ, यो चाहिँ यस्तो छ, के छ भने हेड स्टेटस छैन कि। अब 3 करोड नेपालीले मलाई मेसेज पठाइरहेको हुन्छ, 3 करोड नेपालीले मेसेज पठाइरहेको हुन्छ। व्यक्तित्व देखेर चाहिँ तपाई लोभिनुहुन्छ अरे हैन? किन लोभिन्नु?
उहाँको टी सर्ट प्यान्ट नो 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 कोट लाएर ट्याकको उहाँको व्यक्तित्व छ नि त्यस्तो त्यो अनि तपाईँ हर्क साम्पाङ चाहिँ जिपर पनि लाउनु नो बिर्सिनु नो 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 मन्त्री बालेन्द्र शाहको ड्रेसअप अनि हर्क साम्पाङको त्यो हर्क बालेन्द्र शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन किन लोभिन्नु उहाँको टी सर्ट प्यान्ट नो 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 कोट लाएर ट्याकको उहाँको व्यक्तित्व छ नि त्यस्तो त्यो अनि तपाईँ हर्क साम्पाङ चाहिँ जिपर पनि लाउनु नो बिर्सिनु नो 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 प्रधानमन्त्री भइदिएको साँच्ची हो प्रहरी हाँसिरहेको विद्यार्थी हाँसिरहेको कर्मचारी हाँसिरहेको पत्रकारहरू पनि तपाईँहरू पनि हाँसिरहेको है कस्तो रमाइलो हुन्थ्यो क्या म प्रधानमन्त्री भइदिएको साँच्ची 7 दिन थ्योरी किताब पढिरहनु पर्छ भन्ने कुरामा के अरे त्यसमा म त्यो मेरो सहमति छैन अरूले लेखेको किताब पढ्दैमा हामी विद्वान भइदैन पनि 3 दिन मात्रै किताब पढ्ने 4 दिन उत्पादन निर्माण आविष्कार सृजना कला खेलकुद यसमा लगाउनुपर्छ विद्यार्थीलाई त्यसतर्फ चाहिँ नि त्यो खालको चाहिँ नि शिक्षा नीति हामीले अख्तियार गर्नुपर्छ भन्ने महत्त्व गर्न चाहन्छु सादा धेरै फोटो खिचाउने मान्छे हो म आज बुझ्नुभयो नि होइन प्रत्येक दिन सरदर तपाईँको 300 वटा फोटो खिचिरहेको हुन्छु मैले म फोटोदेखि क्यामेरादेखि पताकादेखि भाग्ने मान्छे हो र होइन नि त होइन नि त त्यसले गर्दाखेरि को कहाँनिर आए को कहाँनिर चाहिँ फोटो खिचे भन्ने कुराले हुन्छ तपाईँसँग तपाईँ नेपालमा सबभन्दा धेरै यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राको ओठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि यति राम्रो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ अब यो काग कराइरहन्छ पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ हामी नेपाली त्यति धेरै जान्ने गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन तर देश बनाउन हामीले सकेनौँ त्यसो भएको कारणले ज्ञानको कमी कोहीसँग छैन यहाँ 5 घन्टा हामी आफ्नो मन्तव्य राख्न सक्छौँ भनिसकेपछि ज्ञान टन्न छ हामीसँग के चाहिँ नभएको होला त भन्दाखेरि स्पष्ट ज्ञान नभएको पनि हुनसक्छ अर्को कुरा इमान्दारी छैन आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ अब यो काग कराउनु अनि के छ र के हो बुढा माननीय भएर बाटो बाटो केटी जिस्काउने तिमीलाई बोका अर्को कुरा गर्दा चाहिँ अब मलाई भन्नु केही छैन उहाँ एउटा महानगरको मेयर हुनुहुन्छ राजधानीको मेयर उहाँ मभन्दा ठुलो व्यक्ति हुनुहुन्छ है म त्यसरी बुझ्दछु कुन अर्थमा भन्दाखेरि महानगरको मेयर है अनि त्यत्रो महानगरमा निर्वाचन जित्नु भनेको एउटा स्वतन्त्रले त्यो इट्स नट अ जोक है उहाँ एउटा ठुलो व्यक्ति सङ्घर्ष गरेको छ र त्यो हावामा ऱ्याप गरेर आएको मान्छे त्यो खालको कुरा गऱ्यो भने फेरि मैले त्यसो भन्नुपर्छ काम गरेर देखाउनु नि म बालनजीलाई यहाँबाट पनि भन्छु काम गरेर देखाउनु एउटा चाहिँ काम गरेर देखाउनु अनि त्यसपछि हर्क साम्पासँग कुरा बालन सरको पुनले त यसको स्वागत गरिरहनु भएको छ किनकि उहाँ नै हुन्न अनि नबुझ्ने मान्छेले स्वागत गरेर के गर्ने हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको मूर्ख त्यसको दिमागमा गु गरेको हिजो महावीर पुनले त यसको स्वागत गरिरहनु भएको खत्तम रहेछ यार लेख्नु भयो नि तपाईँले राष्ट्रपतिले जे पार्टी गर्ने हो भन्ने किसिमले लेखा होला यार तपाईँलाई यार भन्नु उहाँलाई भने होइन त्यो मेरो थेगो हो असन्तुष्टि प्रकट गर्दाखेरि थेगो हो त्यो मेरो अनि राष्ट्रपति प्रति प्रयोग गरिने भाषा सम्बोधनको त मैले एउटा ख्याल राख्नुपर्ने गरिमा हुन्छ महत्त्व हुन्छ तपाईँले अघि जसरी राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि सरकारको तर्फबाट वाचन गरिरहँदाखेरि बालन शाह चाहिँ हिँड्नुभयो भनेर प्रश्न उठाउनु भयो नि अब सुन्नु न यो पनि त्यहीँनिर जोडिन्छ मैले सदनमा सुन्नु न मैले त्योभन्दा गम्भीर त यो होला नि मैले सदनमा भने हो त्यो चिज सदनमा भने हो कि कहाँ तपाईँले आफ्नो भेरिफाइड सामाजिक सञ्जालमा भन्नुभएको फेसबुकमा हर्क साम्पाङ ए रिभोल्युसनमा फेसबुकमा त भनिन्छ फेसबुकमा त भनिन्छ राष्ट्रपति पनि खत्तम रहेछ यार म प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालन शाह हे त्यस्ता मुला के वाल्नु पर्यो हेर मालिकलाई नमस्ते गर म त धरतीको धुलो तिमी ठुलो मान्छे बन्न
चुनाव पछाडि त मै हो प्रधानमन्त्री। एउटा कर्मचारी भएर कर्मचारीको चाहिँ उसमा बस्नु पर्दैन तपाईँ? मैले के फरक गर्छु? जे पार्टी लेखेको छ, जे पार्टी लेखेको को रहेछ यो म सबै लेख्नु त मैले तपाईँ राजनीति गर्ने मान्छे हो? म राजनीति गर्छु, राजनीति पढ्ने मान्छे छु। के रे? राजनीति पढ्ने मान्छे छु। राजनीति गर्ने मान्छे हो? पढ्ने मान्छे पढ्छु त। जे पार्टी तपाईँ नबोल्नुस्। कर्मचारीले बोल्ने अधिकार हुँदैन त्यसै यो देशमा। के रे? मेरो बोल्नु स्वतन्त्रता छैन। छैन। कर्मचारीले जे पार्टी बोल्छ, मैले जे पार्टी के भन्छ? जे पार्टी बोलिराख्नु भएको छ तपाईँ फेसबुकमा जे पार्टी बोलिराख्नु भएको छ यो मान्छे को रहेछ भनेर त्यतिदेखि मैले सोचिरहेको छु। तपाईँ कुरा छ त कहाँ हो घर तपाईँ? मैले 15 हो। कुन चोकमा? बुझ्नुभयो? अरू कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। यस्तै हो, यही नै गर्नु, यही हो। मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्ष दलको नेता भएको भए यतिकै हो, अझै भन्दा कडा होला। तर तपाईँ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो, जनताले यस्तो हुन्छ कि अनि पछि त्यस्ता नाथे पद भन्न थाल्नुभयो। बालेन्द्र शाहको ठाउँमा अरू खै के भन्ने हो उहाँ छोडिदिउँ हो। बाँदरलाई लिस्नो लगाइदिनु हुँदैन, उहाँले बाँदरलाई लिस्नो लगाउने काम गरिराख्नु। हामीलाई त्यसरी उसमा विवादमा तपाईँहरू नल्याउनुहोस्। महावीरजीले भन्नुभयो भन्ने कुरा यस्तो होइन, उहाँले यस्तो भन्नुभयो फेरि मैले त्यस्तो भन्ने कुरामा तपाईँहरूले त्यो जुवारी नखेलाउनुहोस् होइन। उहाँ कस्तो मान्छे, म कस्तो मान्छे सबैलाई थाहा छ होइन। उहाँको नि एउटा लेभल होला, हामी पनि एउटा लेभलमा छौँ। कोही कसैको बुद्धि भ्रष्ट यो त्यो छैन। के छ भने उहाँ किताब बेचेर कारखाना खोल्दै हुनुहुन्छ, शुभकामना छ होइन। अब म जागरण लिएर देश बनाउन लागेको छु। यति कुरा गरिसके शुभकामना उहाँले पनि मलाई दिनुपर्छ। र तर उहाँले सरकारको पक्षमा होइन आँखा चिम गरेर खराब कुराहरूलाई, सरकारको खराब कदमहरूलाई उहाँले समर्थन गर्नुहुन्छ भने उहाँलाई हामीले चाहिँ नै अब खबरदारी गरौँ भने के खबरदारी गर्नु रे एकजना सांसदलाई होइन। जोस् सचिनुहोस् भन्ने सल्लाह चाहिँ म दिन्छु। उहाँ त खै के भन्ने हो, उहाँ छोडिदिउँ हो। भन्यो शुभ यात्रा सम्पन्न भन्ने उपमेयरलाई दिन्छु त म। शुभ यात्रा भन्नु पर्दैन? ऐनले त त्यो लेख्या छ भनेर उसले लेखेछ नि। त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ। शुभ यात्रा भन्यो, शुभ यात्रा सम्पन्न भन्ने उपमेयरलाई दिन्छु त म। सुकुम्बासी बस्ती भनौँ न अब होइन, त्यस्तो गरिराख्नुहुन्छ। तर त्यसमा चाहिँ कस्तो रहेछ भने यो भूमाफियाहरू लाग्या हुँदो रहेछन्। अनि सोझा साझा मान्छे त गाउँबाट आएको मान्छेलाई है यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ यसले फल्नाले गर्यो भने त केही हुँदैन हामी छौँ भनेर चाहिँ भन्दा रहेछन्। अनि हामी जान्छौँ, जाँदाखेरि अब धरानमा भर्खर आएको मान्छे बसिरहेको हुन्छ है। कसले बस्नु लाग्यो त भन्दा उसले मरिगयो भन्दैन है। त्यो खोइ के कसम खुवाएको हुन्छ। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरूको एउटा गिरोह नै छ। त्यो गिरोहले चाहिँ त्यसरी चाहिँ गरिराखेको छ। त्यसलाई मैले चेक एन्ड ब्यालेन्स गर्दैछु। यो फेरि चलन भनेको चाहिँ कस्तो भने धेरै